सत्यवती ताल चाहिँ जोस रमणीय छ। किनौँ गाउँपालिकाको वडा नम्बर 4 सत्यवती ताल आइपुगेका छौँ र हाम्रो अबको तयारी सत्यवती बजाइसँग हामीले चिच्याएर आफ्नो मनको इच्छा चाहनाहरू माग्ने तयारीमा यहाँनिर बोकाको चाहिँ बोली दिनको लागि रङ्गी बिरङ्गी बनाएर ल्याएको छ बोकालाई। व्यापार त राम्रो छ क्या यहाँनिर जस व्यवस्थित छ होइन। एउटा मिनी महोत्सव जस्तो देखिन्छ यहाँनिर। मिनी महोत्सव होइन कि यो महोत्सव भन्दा ठुलो। कति छन् त भक्तजनहरू तीर्थयात्रीहरू के भने भक्तजन होइन भक्तजन कति छन्? 9,500 देखि 10,000को हाराहारीमा अहिलेको अवस्थामा भाकल सुन्नको लागि चाहिँ मनले भने सुन्नुहुन्न फेरि होइन। उहाँहरूले चिच्याएरै भन्नुपर्छ, चिच्याएर भाकल गर्नुपर्छ र भाकल मागेको कुरा चाहिँ 100% पुरा हुन्छ भन्ने चाहिँ विश्वास छ। हाम्रो पाण्डेजी पनि आज माग्नेको लागि एकदमै तत्पर भइसक्नु भएको छ। साँच्ची तपाईँले आज के माग्ने तयारी हुनुहुन्छ भन्नु न। मैले दुईटा छोरा त भइसके होइन, दुईटा छोरा भइसके होइन, एउटा विराट अर्को रोहित भइसके। अब चाहेको सकारात्मक सोच, सकारात्मक विचार, सत्यमाथि असत्यमाथिको जित होइन। र तपाईँले आफूमा के परिवर्तन चाहनुहुन्छ? भित्र रहेको केही नकारात्मक कुराहरूलाई त्यसको नष्ट होस्, सकारात्मक कुराहरू मेरो दिमागमा आइरहोस्, प्लस मैले चाहेको राम्रो कुराहरूको कुरा होस्। मान्छेहरूले तपाईँप्रति चाहना र इच्छा, मान्छेहरूले तपाईँप्रति एप्रिसिएट। सत्यवती ताल चाहिँ जोस रमणीय छ।